यो चाहिँ दिउँसोको समय एकदमै घाम लागिरहेको एकदम सफा मौसम छ। रोडहरूमा त्यति बाग्लो गाडीहरू पनि देखिँदैन। धेरै मान्छेहरू चाहिँ साइकलमा हिँडिरहेको देखिन्छ। साइकलमा हिँड्न र पैदल हिँड्न चाहिँ एकदमै रुचाउँदो रहेछन् यहाँको मान्छे। त्यसैले पनि होला प्राय मान्छेहरू चाहिँ एकदमै फिट एन्ड फाइन देखियो। मोटाघाटा मान्छेहरू चाहिँ एकदमै कम देखिए। करिब करिब हामीले 2-3 घन्टाको घुमाइ भयो हाम्रो यो सहर चाहिँ। सकेसम्म सहरका विभिन्न कुनाहरूमा जाने प्रयास गरियो। समयलाई पनि ख्याल गर्नुपर्ने हुन्छ। सिपमा फर्केर जानु पनि छ र गएर सुत्नु पनि छ र भरे फेरि ड्युटीमा फर्किनुको लागि त कम्तीमा 5-6 घन्टा सुत्नु पनि जरुरी छ। यो घुम्न जाने भनेको चाहिँ आफ्नो सुत्ने समयमा हो। रातभरि ड्युटी गरेर आफ्नो सुत्ने समयमा बाहिर घुम्न जान पाइन्छ। यहाँ यही पुल हो। अघि सरेर उता गएको थियो त्यो फेरि पास हुनलाई। अहिले फेरि जस्ताको तस्तै त्यही पोजिसनमा आएर भइएको छ। गाडी पास हुन्छ, मान्छे पास हुन्छ। अब चाहिँ हामी सिपमा फर्किसकेका छौँ र सिप चाहिँ अब आम्स्टर्डम नेदरल्यान्डबाट अर्को ठाउँमा प्रस्थान भइसकेको छ। यो चाहिँ यता सिप सेलिङ भएर यता बस्तीको साइडतिर आइपुगेको छ। यो चाहिँ समुद्र नभएर यो चाहिँ एउटा नहर जस्तो खालको छ। ठुलो छैन, यो लगभग 2-3टा मात्र सिप अट्ने खालको नहर छ, सानो। यता पनि खेतीयोग्य जमिनहरू देखियो। यी जमिन देखिन्छ भने अर्को साइडतिर पनि यस्तै छ। रुखहरू, जङ्गलहरू, गाउँ बस्तीहरू भएको देखिन्छ। यी सेम हाम्रै गाउँघर जस्तै बस्तीहरू देख्न सकिन्छ यहाँ। करिब करिब साँझको समय भएको छ। साँझ भन्दाखेरि 8-9 बजिसकेको छ। यो चाहिँ लगभग यहाँ चाहिँ एउटा सानो च्यानल छ। त्यो च्यानल क्रस गरेर अहिले उतापट्टि अब खुल्ला समुद्रमा जाने तयारीमा छ। यो साँझको दृश्य यो च्यानलको वरिपरि। हेर्नुहोस् यतापट्टि चाहिँ यो विन्ड मिल, हावाबाट बिजुली उत्पादन गर्ने
विन्ड मिल भन्दो रहेछ यसलाई, घुमिरहेछ।